फिलिपीको मण्डली कस्तो मण्डली हो? यो फिलिपीको मण्डली पनि पावलले स्थापना गरेको मण्डली हो। पावलले नै यो मण्डलीलाई हुर्काएको मण्डली हो र फिलिपीको मण्डली एकदमै पावलको नजरमा एकदमै राम्रो मण्डली मानिन्छ। निकै राम्रो मण्डली, साथै एकदमै आशिषित मण्डली भनेर मानिन्छ। पावलले स्थापना गरेको मण्डली मध्ये सबैभन्दा गौरव लाग्ने मण्डली भनी चिनिन्छ। एकदमै प्राउड फिलिङ गरेको मण्डली एउटा फिलिपीको मण्डली हो। मण्डली अलिकति नाजुक थिए, मण्डलीमाथि अलिकति समस्याहरू चाहिँ थिए। मण्डली अलिकति गरिबी जस्तो भए तापनि पावलको सेवकाईमा सबैभन्दा धेरै सहायता गर्ने मण्डली। हाम्रो फाइभ फोल्डको मिनिस्ट्रीलाई हामीले कम्पेयर गरौँ, फाइभ फोल्डको मिनिस्ट्रीले पनि धेरै ठाउँमा सहायताहरू गरिराखेको देखेको छु। एकदमै मण्डलीको अगुवाहरूको लागि सहायता, मण्डली निर्माण गर्नको लागि सहायता, विशेष सहायताहरू दिइरहेको हामी देख्छौँ। सेम पावलले स्थापना गरेको यो मण्डली पनि अलिकति नाजुक देखे तापनि, गरिबी जस्तो देखे तापनि पावलको सेवकाईमा चाहिँ एकदमै पावल जेलमा हुँदाखेरि सेवक पनि त्यत्तिकै, आर्थिक कुराहरू पनि त्यत्तिकै र सहायता गर्ने मण्डली फिलिपीको मण्डली हो। अनि पावललाई अगाडि बढाउनको लागि एकै मनको भएर लागेको मण्डली पनि हो यो फिलिपीको मण्डली चाहिँ। अनि यसलाई पावलको स्थानीय मण्डली अथवा घर मण्डली भनेर पनि चिन्ने गर्दछ।